हेलो एभ्रिवान, आज चाहिँ म एला दिदीको तिजको गीत सुटिङ छ अनि त्यहीँ जाँदैछु। मलाई कस्तो गाह्रो भइरहेछ क्या, आज चाहिँ एकदम थाके जस्तो भइरहेछ। जाने बरु के गर्नु, अब जाँदैछु। ल आजको यो चाहिँ मेरो थर्ड भ्लग हो है मेरो च्यानलमा। है हालत अब यस्तो छ, के हो र यो यस्तो, त्यस्तो गहिरो त छैन होला। ल हेर्नु, यहाँनिर पौडी खेल्न मिल्ने खालको छ, भौडी रहेछ भौडी। यस्तो गाह्रो छ, 1 घन्टा भइसक्यो। कति टाढा रहेछ ला यो त। नाच्दै गयो नि। हेर्नुहोस् बाटो। Oh my god. अलि यताबाट लग्नु। अहिले स्कुटर भएको भए चिप्लिसक्थ्यो है। राम्ररी देखेको ल एला सरी देखाउने हो। के छ ठिक छ मेरो, तपाईँ के छ? वर्ष दिदी कहाँ गयो कि भन वाउ चटपटी पिरो छ, पढ्नमा जिरो छ। राम्रोसँग देखाइदिन्छु। हेर्नु न चटपटे खाएको। आमा कति ढिलो आएको त। बखा लाग्यो। चटपटे ड्रेस सारीमा कसरी रातो पेटीकोट लाउने त? के लाउँ त? उ पनि त्यही हो। अन्त सेतो कहाँबाट लुगा हालेको छ नि डान्सरहरूलाई, त्यहाँबाट पठाउने हो नि त। मलाई खाना, मैले जे खान खोजेको थिएँ त्यही आयो यार। पुरिरहेको छु है म त। दिदीको मेकअप सकिसक्यो। दिदी चाहिँ अलमोस्ट रेडी भइसक्नु भएको थियो, दीपिका दिदी चाहिँ। अनि उतातिर दिदी चाहिँ पुरा डान्स प्र्याक्टिस गर्दै हुनुहुन्छ। सब सुरु भयो है अब नलाउनु त तपाईँ ल्याउनु त एउटा कुरो भन्छु। दिदी आउनुभयो आधी मेकअप भइसक्यो। मैले मेरै साडी लिएर आइ। मेरो फेस मोटो आँखा हुन लाउने हो के? त्यसलाई मर चाहिँ गरेको छैन कि मैले। नलाइदिनु न कालो गातो। मेरो फोन मैले कसलाई दिएँ? त्यति भयो, त्यति मेकअप गरेको छ। र हामी चाहिँ यहाँबाट सुटिङ कहाँसम्म पुग्यो भनेर हेर्दै थियौँ एल्ना दिदी र म चाहिँ। अनि यहाँ डान्स भइरहेको थियो प्र्याक्टिस। फेरि यता मैले दिदीहरूलाई देखाएँ, दिदीको मेकअपको पालै आएको थिएन नि त। अनि म चाहिँ रेडी भएँ, राम्ररी भएँ। सुभाष दादाले मलाई राम्ररी बनाइदिनु भएको थियो, थ्याङ्क यू सो मच। गर्मी भएर मैले चाहिँ फ्यान चलाइरहेको थिएँ। अनि मेरो भिडियोको क्वालिटी चाहिँ एकदम नराम्रो छ, आइएम सो सरी। म नेक्स्ट टाइम राम्रो बनाउँछु ल। भर्खर सुरु गर्दैछु, त्यति जान्दिनँ नि त। अनि के आएको के यो भिडियो, यस्तो त थिएन त। मेरो मोबाइलबाट एकदम जोर आउँदो रहेछ। खुसी हुँदैछु म, थ्याङ्क यू। अलिकति केही हैन रानी एल्नाको जस्तो फेरि वाउ एल्ना पनि मिलेको के एल्ना दिदी के हारे फेरि भन्नु त एल्नाको जस्तो परे रानी एल्नाको जस्तो परे खरानी बिहेको स्ट्रेट पुरा चाहिँ त्यही है। सबैको ब्लगिङ, सबै ब्लगरहरू। मेरो नयाँ च्यानल हो के गर्नु? कतिवटा छ च्यानल? विकास ओ यो त कसम त हरर साउन्डमा बज्छ नि। मेला हाँस्छ हजुर। टेक आई एम गोइङ फर टेक। सुभाष फेरि हाँस्दा पवनदाइको बुढी हौ, क्यामेराम्यान पवनदाइ। तँलाई जतिले भने त्यति बेला हाँसेछ, हाँसुटा न जोक भएर हाँस जोक। ए अनि के अरे अर्को के थियो त्यो भाइले बनाएको एउटा, मैले बिर्सिहाल्छु।
वहाँ पर जानु मेरो लागि जहिले मलाई लाउनु हुन्छ कि यहाँ भाइहरू पनि आयो विकास भाइ उहाँको नाम चाहिँ थाहा छैन है मलाई फेरि अब एल्ना दिदीको पनि मेकअप लगभग भ्याइयो र यहाँ चाहिँ सञ्चिता दिदीहरू स्मारिका दिदीहरू सबै थाक्नु भएको थियो आएर बसिराख्नु भएको थियो मेकअप भइरहेको थियो हाम्रो सबैजनाको मेरो भिडियो क्वालिटी चाहिँ एकदमै झुर आए जस्तो लागिरहेछ मेरो फोनबाट एकदम नराम्रो भिडियो आउँछ होइन मलाई कस्तो देखिरहेछ दिदीले म चाहिँ गीत गाइरहेको थिएँ होइन आज माइतीले छन्देको नौरङ्गी चोली भोलि मैसँग होला कि नहोला अर्जेन्टिनाको फ्यान पनि हुनुहुन्छ हाम्रो सुटिङमा हेलो गर्नु चाहिँ 30 गीत आउँदैछ 4 जनाले गाएको छौँ दीपिका दिदी मैले एल्ना दिदी मेलनाले 4 जनाले गाएको छौँ अनि एल्ना चौहान युट्युबबाट आउँदैछ अनि एकदमै रमाइलो भइरहेको छ हामी अघिदेखि मेकअप गर्दै टिकटक बनाउँदै बसिरहेको थियौँ अब अहिले हाम्रो एकछिनपछि भिडियो आउँछ अरू यो चाहिँ रचनाले बनाएको ब्लग हजुरहरूलाई सुटिङ कस्तो भएको छ हेर्नको लागि रचनाले युट्युब च्यानल ब्लग हेर्नु होला अनि 30 गीत हेर्नको लागि चाहिँ एल्ना चौहान युट्युब च्यानल जानु होला के अरे टाइटल के हुन्छ गीतको नौराती फुली नौराती फुली चाहिँ हुनसक्छ ओके गाइस ओके बाइ र हामी चाहिँ यहाँ पुरै एकदमै भिडियोमा लिपसिङ गरिरहेको थियौँ दीपिका दिदीको लिपसिङ भइरहेको थियो अनि हामी चाहिँ गफ गरिरहेको थियौँ त्यहाँनिर र हामी चाहिँ के भन्दै यसो भिडियोहरू बेला बेला खिचिरहेको छु ब्लग त बनाउने यस्तो थियो आरम्भ पनि आयो अनि मैले हेलो भनेर भिडियो खिचेँ आरम्भसँग कति क्युट है हेर्नु न यो मेरो त ल गएँ ल दिदीहरू है बाई बाई म रेडी भएर आइहालेँ एकछिन बाई 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 ए दादा सिक्री मेरो सिक्री हेलो दिदी सक्यो सबैभन्दा पहिला मेरो पालो सक्यो अनि चाहिँ म गएँ है भनेर भने बाई गर्नुभयो बाई गरी मेल्नाले पनि अनि म चाहिँ गएँ होइन अनि यता दादालाई पनि गएँ है भने होइन जाँदैछु रोनाल्डोको फ्यानहरू यस्तो आज त पोर्चुगल हो नि पोर्चुगलको गेम हो त्यही भएर म जाँदैछु हजुर हजुर यस्तो जान्छ त अनि भइरहेछ हेर्नुहोस् यस्तो त हुनपर्छ बल्ल आइपुग्यो हजुर साह्रै थाक्यो माई गड यहाँ सिन्दुर लगाइदिएर टाइममा आइपुगेँ 10 बज्यो 10:45बाट पोर्चुगलको गेम छ म भिडियो एडिट हान्छु 45 मिनटसम्म एन्ड देन म गेम हेर्छु पोर्चुगलको म्याच छ धन्न टाइममा सक्यो टाइममा त सकेको होइन 10 घन्टा लाग्यो अहिलेसम्म ठ्याक्कै 10 घन्टै भयो भनौँ न किनकि म 1 बजे पुगिसकेको थिएँ त्यहाँनिर साह्रै गाह्रो हुन्छ हौ यो सुटिङमा त ओके बाई थ्याङ्क यू मेरो ब्लग सबैजनाले हेरिदिनु होला पुरै हेरिदिनु होला माया गरिदिनु होला थ्याङ्क यू नयाँ च्यानल हो आज चाहिँ मोबाइलबाटै खिचेको छु ब्लग है बाई बाई